झट्ट हेर्दा युरोपतिरको कुनै गाउँ जस्तो देखिने यो स्थान नेपालको काली गण्डकी उपत्यका हो। बीचमा काली गण्डकी बगिरहेको छ। उत्तरतर्फ स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका पर्दछ भने दक्षिणतर्फ पाल्पा जिल्लाको रामपुर नगरपालिका पर्दछ। प्रकृतिले दिल खोलेर सुन्दरता प्रदान गरे तापनि 1 दशक अघिसम्म यो भूभाग त्यति सुगम भने थिएन। पछिल्लो समयमा काली गण्डकी कोरिडोरसँगै अन्य सडक सञ्जाल र 2 जिल्ला जोड्ने पक्के पुल निर्माण भएपछि चहलपहल बढ्दै गएको छ। चितवन, पोखरा र बुटवल त्रिभुजको मध्यभागमा पर्ने यो क्षेत्र पहाडी जिल्लामा पर्ने भए तापनि भित्री मधेसको भौगोलिक विशेषता समेत पाइन्छ। एक व्यवस्थित, योजनाबद्ध र समृद्ध उपत्यकाको प्रचुर सम्भावना बोकेको भए तापनि त्यस दिशामा उल्लेख्य प्रगति भएको देखिँदैन। रामपुर र चापाकोट विकासको मार्गमा एक्लै दौडेर सही गन्तव्यमा पुग्न कठिन छ। त्यसैले केन्द्रीय सरकारले उच्चस्तरीय अधिकार सम्पन्न रामपुर चापाकोट एकीकृत विकास प्राधिकरण गठन गरेर यो क्षेत्रलाई नेपालकै व्यवस्थित र नमुना शहरको रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।